आदरणीय दर्शकबिन, आज म हलिउड फिल्म लियोन द प्रोफेसनल लिएर आएको छु। 1994 मा रिलिज भएको एक्सन ड्रामा फिल्म हो। 12 वर्षकी केटी कसरी खतरनाक किलरसँग माया गर्न थाल्छिन् र ऊ जस्तै खतरनाक कन्ट्राक्ट किलर बन्न चाहना राख्छिन् भन्ने कुरा यस फिल्ममा भरपुर ड्रामा र एक्सनका साथ प्रस्तुत गरिएको छ। कथा चलचित्रकोमा तपाईलाई स्वागत छ। सुरु गर्न पूर्व यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, साथै आफ्ना साथीहरू बीच शेयर गरिदिन पनि अनुरोध गर्दछु। आउनुहोस् कथा सुरु गरौँ। लियोन एउटा कन्ट्राक्ट किलर हुन्छ। खराब मान्छे मार्ने काम उसको लागि सफाई गर्नु बराबर हुन्छ। आफूलाई सफाई गर्ने मान्छे भन्न रुचाउँछ। एउटा रेस्टुरेन्ट पनि चलाउने टोनी भन्ने मानिसले उसलाई सबै काम दिने गर्छ। फिल्मको सुरुमै लियोन ड्रग डिलरको घरमा आक्रमण गरेको देखाउँछ। लियोनले खतरनाक ड्रग डिलरको घरमा आक्रमण गरेको देखाउँछ। लियोन निकै चतुर र आफ्नो काममा पोख्त हुन्छ। तिहारसहित सुरक्षामा रहेका ठूलो सुरक्षा घेरा तोडेर सजिलै लियोन ड्रग डिलरसम्म पुग्छ। त्यो ड्रग डिलर निकै डराएको हुन्छ। घाँटीमा छुरी राखेर एउटा नम्बरमा डायल गर्न भन्छ। त्यसपछि त्यो फोनमा कुराकानी गर्न लगाउँछ। त्यसपछि त्यो ड्रग डिलरलाई नमारिकन त्यहाँबाट जान्छ। लियोन जहाँ बस्छ त्यसैको छिमेकमा एकजना सानी 12 वर्षकी माथिल्दा पनि बस्छिन्। माथिल्दाको परिवारका कसैले पनि उसलाई माया गर्दैन। उसकी सौतेली आमा, सौतेली बहिनी र सानो भाइ र बाबु हुन्छ। सबैभन्दा सानो 4 वर्षको भाइलाई मात्र उनले माया गर्छिन्। माथिल्दालाई घरको माहौल पटक्कै मन पर्दैन। कुटपिट गर्ने, हेप्ने उसलाई मन परेको हुँदैन। सँगै बस्ने लियोनलाई यो कुरा राम्ररी थाहा हुन्छ। कोठामा आउँदा जाँदा माथिल्दा बाटोमै बसेकी हुन्छन्। उसँग कुराकानी पनि हुन्छ। माथिल्दाको बाबु स्ट्यानफिल्ड भन्ने मान्छेको ड्रग कारोबारमा एक सहयोगीको रूपमा हुन्छ। स्ट्यानफिल्ड एउटा सरकारी कर्मचारी हुन्छ। ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको एजेन्ट हुन्छ। तर क्रप र साइको र एडिक हुन्छ। निकै निर्दयी पनि हुन्छ। कानुनमा टेकेर कानुनसँग खेल्न जानेको हुन्छ। माथिल्दाका बाबुले स्ट्यानफिल्डसँग ड्रग डिलमा धोखाधडी गरेको कुरा स्ट्यानफिल्डले पत्ता लगाउँछ। स्ट्यानफिल्ड उसको घरमा आएको हुन्छ र उसलाई भोलिपल्ट 12 बजीसम्मको समय दिन्छ। त्यसपछि स्ट्यानफिल्ड त्यहाँबाट जाँदै हुन्छ। ती मानिसहरू जाँदै गर्दा चिच्याउँदै मैले तिमीहरूको सामान लुकाएको छैन भन्छ। माथिल्दा बाहिर बसेकी हुन्छे। बाउले भित्र जा भन्दै कुट्न थाल्दछ। माथिल्दा भागेर भित्र जान्छिन्। अर्को दिन लियोन सधैँ जस्तो तयार भएर घुम्न निस्कन्छ। घुमफिर गरेर फर्केर आउँछ। माथिल्दा घर छिर्ने बाटोमै हुन्छन्। नाकबाट खुन निस्किँदै हुन्छ। लियोनलाई दया लाग्छ। रुमाल निकालेर दिन्छ। लियोनको मनमा माथिल्दाप्रति दया देखिन थाल्छ। माथिल्दाले म बजार जान लागेको 2 प्याकेट दुध ल्याइदिउँ भनेर सोध्छे। लियोनले हुन्छ भन्छ। लियोन कोठा छिर्छ। माथिल्दा बजार जान्छे। केही बेरमै स्ट्यानफिल्डका मानिसहरू देखिन्छन्। यो पल्ट स्ट्यानफिल्ड सम्झाउन होइन, हत्या गर्ने उद्देश्यका साथ आएको हुन्छ। ऊ साइको हुन्छ। झन् ड्रगको एउटा क्याप्सुल खाएपछि ऊ दानव जस्तो देखिन्छ। स्ट्यानफिल्ड र उसका मानिसले माथिल्दाको परिवार सबैलाई गोली हानेर मारिदिन्छ। कसैलाई पनि छोड्दैन। 4 वर्षको सानो भाइलाई पनि गोली हानेर मारिदिन्छ। एकछिनपछि माथिल्दा बजारबाट सामान लिएर आउँदै हुन्छन्। बाहिर एउटा मानिस उभिएको हुन्छ। बाहिर खुन देखिन्छ। भित्र हुँदै गरेको कुरा उनले सुन्छिन्। बच्चालाई चाहिँ किन गोली हानेको भनेर सुनिन्छ। माथिल्दाले यिनीहरू मार्न आएका हुन् भनेर सजिलै बुझ्छिन्। ऊ आफ्नो कोठातिर नगएर सरासर लियोनको कोठामा जान्छन् र ढोका ढकढक्याउँछिन्। त्यहाँ उभिएको मानिसले शङ्का गर्दैन। निकै ढकढकाएपछि रुँदै हुन्छन्। लियोनले दुलोबाट चिहाएर सबै हेर्दै हुन्छ। सुरुमा खोल्ने नखोल्ने निर्णय गर्न सक्दैन। मन पग्लिन्छ र पछि लियोनले ढोका खोल्छ। यो ढोका खोल्नुलाई लियोनले माथिल्दालाई आफ्नो जीवनमा स्वीकार गरेको सङ्केतको रूपमा हेर्न सकिन्छ। माथिल्दा भित्र जान्छन्। केही बेरमा ती मानिसहरू सबैलाई मारेर जान्छन्। माथिल्दा रुँदै हुन्छन्। तिमीलाई सधैँ कुटपिट गर्नेको पनि माया लाग्छ भनेर लियोनले सोध्छ। किन रोको भनेर सोध्छ। कान्छी आमा र उसको छोरीको माया लाग्दैन। कुट्ने बाउको पनि माया लाग्दैन। तर 4 वर्षे आफ्नो सानो भाइको माया लाग्छ भनेर रुन्छन्। त्यसलाई किन मारेको? त्यसलाई त बोल्न पनि आउँदैन थियो भन्दै रुन थाल्छिन्। लियोन माथिल्दाको अवस्था बुझेर फकाउने प्रयास गर्दै हुन्छ। खेल पनि देखाउँछ। केही बेरमा माथिल्दाले टेबलमा राखेको बन्दुकको ब्याग देख्छिन्। त्यसमा केही बन्दुक हुन्छ। तपाईँ के काम गर्नुहुन्छ भनेर सोध्छिन्। म क्लिनिङको काम गर्छु भन्छ। हिटम्यान हो भनेर सोध्छिन्। हो हिटम्यान भन्छ। माथिल्दा मलाई पनि क्लिनिङको काम सिकाइदिनु भनेर जिद्दी गर्न थाल्छिन्। त्यसको बदलामा घरको काम, किनमेलका सबै काम गरिदिन्छु भनेर आग्रह गर्छिन्। हुँदैन भनेर लियोनले मान्दैन। केही बेर सुत भनेर लियोनले माथिल्दालाई सुताउँछ। माथिल्दा सुतेपछि लियोन आउँछ। उसको हातमा बन्दुक हुन्छ। माथिल्दाको टाउकोमा बन्दुक राख्छ। केही बेर सोध्छ र छोडिदिन्छ। मार्दैन, बरु माया पलाउन थाल्छ। अर्को दिन माथिल्दाले कागजमा केही लेखेर लियोनलाई दिन्छिन्। लियोनलाई पढ्न आउँदैन।
मटिल्दाले पढेर सुनाउँछिन्, म जसरी पनि क्लिनर बनेरै छाड्छु भनेर लेखिएको हुन्छ। लियोनलाई रिस उठ्छ र बन्दुक र गोली दिँदै जे बन्नु छ बन भन्छ। म एक्लो मानिस हुँ, एक्लै गर्छु भन्छ। तपाईले त्यो दिन किन ढोका खोलेको, ज्यान बचाएको भनेर भन्छिन्। तपाईको सहारा बिना म बाँच्न सक्दिन भनेर भन्छिन्। लियोनले तिमी सानी बच्ची भएका कारण तिमीले यो काम गर्न सक्दिनौ भनेर सम्झाउँछ। मटिल्दालाई रिस उठ्छ, बन्दुक लिएर झ्यालबाट आँखा चिम्लिएर दुवै हातले गोली बर्साउन थाल्छिन्। यसरी गोली हानेको देखेर लियोन पनि छक्क पर्छ। त्यसपछि उनीहरू त्यो घर छोडेर जान्छन्। सामान बोकेर घर छोड्दै गर्दा अब आइन्दा त्यस्तो बन्दुक नचलाउनु भन्दै सम्झाउँछ। मटिल्दाले ओके भन्छिन्, हरेक कुरामा मलाई ओके नभन भनेर भन्छ। मटिल्दाले ओके भन्छिन्। उनीहरूले एउटा बिरुवा बोकेका हुन्छन्, जुन बिरुवा लियोनले जहिले पनि आफ्नो साथ नै राख्छ। उनीहरू एउटा होटलमा बस्छन्। फारम लियोनलाई भर्न आउँदैन। मटिल्दाले भरिदिन्छन्, म तपाईँ जस्तै बाठो र बलियो बन्नु छ भनेर भन्छिन्। मलाई आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाइदिनु भनेर भन्छिन्। त्यसपछि मटिल्दाको ट्रेनिङ सुरु हुन्छ। प्रोफेसनल बन्नका लागि साना साना कुराहरू सिकाउँदै जान्छ। सँगसँगै मटिल्दाले लियोनसँग खेल पनि खेल्छिन्। दुवै नजिक हुन थाल्छन्। लियोन पनि वास्तवमा एउटा बच्चा जस्तै नै हुन्छ। दुध पिउँछ, कहिले खाटमा सुत्दैन, चस्मा लगाएर सोफामा बसी सुत्छ। लियोन मटिल्दाप्रति प्रोटेक्टिभ देखिन्छ। उसको उमेरको एउटा केटोसँग कुरा गरेको देखेर अलिअलि रिसाउँछ। त्यो देखेर मटिल्दा लियोनले मन पराउँछ भन्ने सोच्छिन्। एक दिन मटिल्दा लियोनलाई प्रेम गर्छु भनेर भन्छिन्। लियोन दुध पिउँदै हुन्छ, उसलाई सर्किन्छ। केही काम छ भनेर जान्छ। बाहिर निस्किएर ऊ केही सोचे जस्तो देखिन्छ। मटिल्दा बाहिर निस्किने बेला होटलको रिसेप्सनमा बसेको बुढोले तिम्रा बाबा के गर्छन् भनेर सोध्छ। ऊ मेरो प्रेमी हो भनेर भनिदिन्छन्। बुढो छक्कै पर्छ। मटिल्दा आफूलाई अलि उमेर भएको हुँ जस्तो महसुस गर्न थाल्छिन्। त्यसपछि मटिल्दा आफ्नो पुरानो घर जान्छन्। सेक्युरिटी आफ्नै तालमा हुन्छ। आँखा छलेर पुलिसले बारेको कोठाभित्र छिर्छिन्। आफ्ना खेलौना र आफ्ना बाबुले लुकाएर राखेको पैसा निकाल्छिन्। त्यहाँ स्टेनफिल्ड र केही पुलिस हुन्छन्। स्टेनफिल्डलाई सोधपुछ गर्दै हुन्छ। ऊ ढाँट्दै हुन्छ। त्यहाँ मटिल्दाले त्यो स्टेनफिल्डलाई देख्छिन्। त्यो देखेर आफ्नो परिवारको हत्यारा यही हो भन्ने पक्का हुन्छ। बदलाको भावना पलाउँछ। यसपछि क्लाइमेक्स सुरु हुँदैछ है। भिडियोलाई हेर्दै रहनुहोला। सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला। अहिलेसम्म यो फिल्म कस्तो लाग्दैछ कमेन्ट पनि गर्दै गर्नुहोला। त्यसपछि स्टेनफिल्ड ती अफिसरलाई कराउँदै अझै केही सोध्नु छ भने मेरो अफिस आउनु भन्दै आफ्नो अफिसको एड्रेस भन्दै त्यहाँबाट बाटो लाग्छ। उसँगै मटिल्दा पनि बाहिर निस्किन्छन्। निलो कारमा स्टेनफिल्ड हुइकिन्छ। मटिल्दा पनि एउटा ट्याक्सीलाई पैसा दिएर त्यो निलो कारको पिछा गर्नु भन्छन्। स्टेनफिल्ड दिइएको अफिसभित्र पस्छ। होटल आएर टिभी हेर्दै केही सोच्दै हुन्छन्। लियोन आउँछ। मटिल्दालाई सुन्दर लुगा उपहार ल्याएको हुन्छ। त्यतिकैमा होटलको मालिक आउँछ र उनीहरूलाई त्यो होटलबाट निकालिदिन्छन्। जहाँ गए पनि लियोनले त्यो फुल कहिल्यै छोड्दैन। अर्कै कुनै ठाउँमा कोठा लिन्छन्। लियोनलाई चोट लागेको हुन्छ। छातीको घाउ काटेको हुन्छ। त्यसलाई ऊ आफैले सिलाउँछ। बाहिर आउँदा मटिल्दा एकहोरो केही सोच्दै हुन्छन्। मटिल्दाले लियोनलाई केही पैसा दिन्छन् र स्ट्यानफिल्डको एड्रेस पनि दिन्छन् र उसलाई मार्नु भन्छन्। लियोनले हुँदैन भन्छ। बदला लिनु राम्रो कुरो होइन भनेर भन्छ। यो कुरा तिमी बिर्सिदेऊ पनि भनेर भन्छ। यो सुनेर रिसले आगो हुन्छन्। मेरो 4 सालको भाइलाई मार्नेलाई म किन बिर्सिनु भनेर भन्छन्। त्यतिकैमा लियोनले एउटा बन्दुक दिन्छ र आफै मार भनेर भन्छ। तर झ्यालमा चाहिँ बन्दुक नचलाउनु भनेर भन्छ। बन्दुकबाट एउटा गोली निकालेर सबै गोली त्यही राख्छिन्। हामी एउटा गेम खेलौँ भनेर भन्छन्। त्यो बन्दुक आफ्नो कन्चर्टमा राख्छिन्। यो ट्रिगर थिचेपछि म मरे भने मरिहाले, म हार्छु, तर बाँचे भने मैले जित्छु। तपाईले मलाई पुरै जिन्दगी सँगै राख्नुपर्छ भनेर काम सिकाउनु पर्छ भनेर भन्छन्। आई लभ यु भन्दै गोली चलाउन लागेकी हुन्छन्। लियोनले टाउकोबाट बन्दुक तान्छ र गोली चल्छ। मटिल्दालाई लाग्दैन र उसले जित्छिन्। मटिल्दाको पागलपनको अगाडि लियोनले हार्छ र ऊ सँगसँगै राख्छ। अर्को दिन लियोन मटिल्दालाई टोनीसँग लिएर जान्छ। टोनीलाई मटिल्दा पनि मसँगै काम गर्छिन् भनेर स्वीकृति चाहन्छ। टोनीलाई यो कुरा मन पर्दैन। लियोनले निकै कर गरेपछि टोनी मान्छ। दुवै सँगै काम गर्न स्वीकृति दिन्छ। लियोनले मटिल्दालाई कामको सानो सानो कुरा सिकाउन थाल्छ। कसरी ढोका खोल्ने, मान्छे मार्न कुन ठाउँमा गोली चलाउने इत्यादि। पहिलो शिकार गरेपछि वाइन पिउन रेस्टुरेन्ट जान्छन्। वाइन पिएर मटिल्दाले मायाको कुरा गर्न थाल्छिन् र सबैको सामु किस गरिदिन्छन्। लियोनले धेरै ससाना कुराहरू सिकाउँदै जान्छ। एकपछि एक गर्दै धेरै शिकार गरेको देखाइन्छ। एक दिन लियोन टोनीसँग जान्छ। आजसम्म जति पनि कमाएको छ सबै पैसा टोनीलाई राख्न दिएको हुन्छ। लियोनले टोनीलाई भन्छ, मलाई केही भइहाल्यो भने आजसम्म कमाएको मटिल्दालाई दिनु भनेर भन्छ। यस्तो सुनेर टोनी छक्क पर्छ। यो सबै तिम्रै पैसा हो, तिमी जसलाई भन्छौ म उसैलाई दिन्छु भनेर भन्छ।
र लियोन त्यहाँबाट जान्छ। त्यसपछि लियोन घरमा आएर केही सामान लिएर बाहिर जान खोज्छ। मठिल्दा पनि सँगै जान खोज्छिन्, तर लियोनले लाँदैन। यो निकै ठुलो काम हो, तिमी नजाऊ भनेर भन्छ। ऊ जान्छ, तर वास्तवमा यो काम चाहिँ त्यही DEA को करप्ट अफिसरलाई मार्न गएको हुन्छ। मठिल्दा घरमा एक्लै हुन्छन्, धेरै बेर सोच्छिन् र स्ट्यानफिल्डलाई मार्ने निर्णय गरेर लियोनको जस्तै टोपी र चस्मा लगाएर निस्किन्छन्। उनी DEA को बिल्डिङमा पुग्छिन्, बाहिर केही किनमेल गरे जस्तो गरेर स्ट्यानफिल्डलाई पर्खेर बसेकी हुन्छन्। स्ट्यानफिल्ड आउँछ, बिस्तारै पिछा गरेर सामान अर्डर लिएको न्यू पारेर भित्र पुग्छिन्। पछ्याउँदै टोयलेटमा पुग्छिन्। त्यहाँ स्ट्यानफिल्ड उसैलाई पर्खेर बसेको हुन्छ। उसले मठिल्दालाई सोधपुछ गर्न थाल्छ, कसले पठायो भन्छ। मार्न लागेको बेला उसको एउटा साथी आइपुग्छ। कुनै इटालियन मान्छेले उसका अफसर साथीहरूलाई मारेको कुरा गर्छ। उसको हुलिया, काम गर्ने तरिका जस्तो कुराबाट मठिल्दालाई यो लियोन नै हो भन्ने पक्का हुन्छ। स्ट्यानफिल्ड मठिल्दालाई मार्दैन, उसको साथीलाई भनेर अफिसमा राख्न लगाउँछ र त्यो घटना भएतिर जान्छ। उता घरमा लियोन काम सकेर पुग्छ। मठिल्दालाई भेट्दैन, उसले लेखेको चिठी भेट्छ। त्यहाँ स्ट्यानफिल्डलाई मार्न DEA को बिल्डिङमा गएको कुरा लेखिएको हुन्छ। यो पढेर ऊ त्यहाँबाट सिधै त्यो बिल्डिङमा जान्छ र सबैलाई गोली हान्दै मठिल्दालाई लिएर जान्छ। त्यसपछि उनीहरू घर आउँछन्। लियोनले किनिदिएको लुगा लगाएर उसको अगाडि आउँछिन्, निकै माया गरेको कुरा गर्छिन्, तर लियोन राजी हुँदैन। किन भनेर सोध्छिन्। लियोनले आफ्नो कथा सुनाउँछ। इटालीमा बस्दा लियोनले एउटा धनी घरकी युवतीलाई माया गर्थ्यो। केटीका परिवारले यो सम्बन्धलाई स्वीकार गरेका हुँदैनन्। बारम्बार भेट्न जाने कारणले ती युवतीलाई आफ्नै घर परिवारले मारिदियो र एक्सिडेन्टमा मारिएको कुरा भनिदियो। तर उनीहरूले मारेको नै हो भनेर थाहा पाएर लियोनले त्यसपछि उसले त्यो हत्यारालाई पनि मारेर भागेर ऊ यो देशमा आएको हुन्छ। त्यो घटनापछि लियोनले कसैलाई फेरि माया गर्न सकेन। एउटा गहिरो घाउ हुन्छ उसको मनमा। यो कुरा सुनेपछि मठिल्दाले लियोनले अब कसैलाई माया गर्दैन, यसको नेचर बुझ्छिन्, तर एउटा आग्रह गर्छिन्, तपाईँ सधैँ कुर्सीमा सुत्नुहुन्छ, एकपल्ट मसँग खाटमा सुत्नुहोस् भनेर भन्छिन्। उसले हुन्छ भन्छ। अर्कोतर्फ स्ट्यानफिल्ड लियोनको बारेमा पत्ता लगाएर टोनीको रेस्टुरेन्टमा पुग्छ र टोनीसँग लियोनको बारेमा सोधपुछ गर्न थाल्छ। लियोन पहिलोचोटि खाटमा सुतेको हुन्छ, झस्किँदै उठ्छ। मठिल्दाले के खाने भनेर सोध्छिन् र खानेकुरा लिन बजार जान्छन्। स्ट्यानफिल्ड उसैलाई पछ्याउँदै आउँछ। लियोन भित्र कोठामा हुन्छ। बाहिर मठिल्दालाई स्ट्यानफिल्डका पुलिसहरूले पक्रेका हुन्छन्। भित्र जाने कुनै पासवर्ड छ कि भनेर भन्छन्। मठिल्दाले त्यसै कुनै एउटा पासवर्ड भनेर भनिदिन्छन्। लियोनले पहिले नै थाहा पाइसकेको हुन्छ। पुलिसहरू भित्र जान तयार हुन्छन्। स्ट्यानफिल्डले वाकी-टकीबाट यो खतरनाक मान्छे हो, यसबाट केयरफुल रहनु भनेर भन्छ। ढोका खुल्छ, सबै भित्र छिर्छन्। कोही देखिँदैन, कोठा खाली हुन्छ। लियोन माथि लुकेर बसेको हुन्छ। सबैलाई माथिबाटै गोली हानेर मारिदिन्छ। स्ट्यानफिल्ड तल बसेको हुन्छ। उसलाई वाकी-टकीमा यो खबर पुग्छ। स्ट्यानफिल्डले भए जति सबै पुलिस बोलाऊ भनेर हकार्छ। एकजनालाई पक्रिन 200 जना पुलिस हतियारसहित त्यो घरमा घेरेर बस्छन् र भित्र पनि पस्छन्। लियोनले एउटा पुलिसको टाउकोमा बन्दुक तेर्साउँछ र मठिल्दालाई छोड्न भन्छ। मठिल्दालाई भित्र पठाउँछ र त्यसपछि ऊ पनि भित्र आउँछ। लियोनले भेन्टिलेसनमा दुलो बनाउँछ। लियोनलाई मनपर्ने बिरुवा हुन्छ, जहाँ जाँदा पनि त्यो बिरुवा कहिले छोड्दैन। त्यो पनि मठिल्दाको झोलामा हालिदिन्छ। भेन्टिलेसनको सुरुङबाट मठिल्दालाई नमान्दै पनि बाहिर पठाउँछ। टोनीसँग भएका सबै पैसा लिनु र एउटा राम्रो जीवन सुरु गर्नु भन्दै पठाएको हुन्छ। जाने बेला पहिलोचोटि मठिल्दालाई आई लभ यु भन्छ। त्यसपछि त्यो कोठामा ठुलो ब्लास्ट हुन्छ। लियोन घाइते भएको हुन्छ। बडो चतुराईपूर्वक लियोनले पुलिसको लुगा लगाउँछ, अनुहारमा मास्क लगाएको हुन्छ। पुलिसले नै बोकेर उसलाई बाहिर ल्याउँछन् उपचार गर्न। स्ट्यानफिल्ड रिसाएको हुन्छ। एकजनालाई पनि तिमीहरूले पक्रिन सकेनौ भनेर कराउँछ। स्ट्यानफिल्डले मास्क खोलेर उपचार गर्दै गरेको देख्छ। लियोनलाई चिन्छ। त्यसपछि सबैलाई बाहिर जान भन्छ। मठिल्दा बाहिर निस्किसकेकी हुन्छन्। त्यो बिरुवा उसको हातमा नै हुन्छ। लियोन पनि मास्क लगाएर बाहिर निस्किन्छ र तल पुगेर मास्क खोल्छ। ऊ अब रोडको छेउमा पुगिसकेको हुन्छ। छेउमा कोही पनि हुँदैनन्। त्यहाँबाट निस्किन मात्र लागेको हुन्छ। स्ट्यानफिल्ड पछाडि देखा पर्छ। उसको हातमा बन्दुक हुन्छ। स्लो मोसनमा बिस्तारै लियोन ढलेको देखाउँछ। उसलाई पछाडिबाट स्ट्यानफिल्डले गोली हानेको हुन्छ। मठिल्दा भागेर खुला आकाशमा पुगिसकेकी हुन्छन्। स्ट्यानफिल्ड लियोनको छेउमा जान्छ। लियोनले उसलाई केही दिन खोज्छ। भन के सहयोग गर्न सक्छु भनेर भन्छ। उसको हातमा बमको सुइरो थमाउँदै यो माठिल्दाको तर्फबाट हो भन्छ। त्यसपछि स्ट्यानफिल्डले लियोनको छाती खोलेर हेर्छ। त्यहाँ बमहरू हुन्छन्। त्यसपछि ठुलो ब्लास्ट हुन्छ। दुवैजना त्यही मर्छन्। मठिल्दाको बदला लियोनले पूरा गरिदिन्छ। मठिल्दा टोनीसँग बसेकी हुन्छन्। टोनी भन्दै हुन्छ, अहिले केही तिमीलाई पैसा दिएको छु, तिमी ठुली भएपछि ब्याङ्कमा हालिदिनेछु, म तिमीलाई विश्वास दिलाउँछु। अहिले यत्रो ठुलो रकम कसरी लिएर जान्छौ भन्छ। टोनी राम्रो मान्छे हुन्छ। मलाई तपाईसँग काम गर्नु छ भनेर भन्छन्। उसले म काम दिन्छु, तिमी ठुले भएपछि भन्छ।
त्यही फुलको गमला, गुडिया र ब्याग बोकेर ऊ बाहिर निस्किन्छन्। आफ्नो पुरानो स्कुलमा गएर बुढी मेडमलाई आफ्नो सबै कहानी सुनाउँछिन्। ती बुढी मेडमले मठिल्थालाई त्यही बस्न दिन्छन्। मठिल्था त्यो लियोनको सम्झना बिरुवा लिएर बाहिर निस्किन्छन्। खुला चौरमा खाल्टो खनेर त्यो बिरुवा रोपिदिन्छन्। यो बिरुवा यहाँ ठिक छ लियोन भनेर भन्छन् र फिल्म त्यही सकिन्छ। सानी मठिल्था र अद्वैंसे पुरुष बीचको सम्बन्धको जीवन्त चित्रण गरिएको यो फिल्मलाई अन्त्यसम्म हेर्नु भएकोमा हार्दिक आभार र कथा चलचित्रकोमा रहेका अरू पपुलर चलचित्रहरू पनि हेर्न नछुटाउनु होला भन्दै मन पर्यो भने लाइक र कमेन्ट गरिदिनु होला। सब्स्क्राइब त गर्नुहुन्छ नै भन्ने आशा राखेको छु। फेरि अर्को दिन अर्को फिल्मको कथा लिएर आउने छु भन्दै अहिलेलाई बिदा हुन्छु। धन्यवाद।